आज फर्स्ट टाइम मैले कुनै साथीको बर्थडे मनाइदिएको त्यही पनि यति भव्य तरिकाले आम्मा के भन्ने हो। हे गाइस तपाईहरुलाई स्वागत छ मेरो विश्व ब्लगमा। आज चाहिँ मेरो दोस्त आनन्दको बर्थडे रहेको छ। अहिले चाहिँ म बिहान 5 बजे तयार भएर अहिले चाहिँ म ट्युसन जान लागेको छु। म ट्युसन चाहिँ साइकलमा जान्छु। अब चाहिँ म ट्युसन जान लागेको छु। अब डाइरेक्ट म गाइस अब तपाईहरुलाई स्कुलमा देखाउने छु। सो फाइनली गाइस म अहिले स्कुलमा आइसकेको छु। यो चाहिँ हाम्रो स्कुलको बस देख्न सक्नुहुन्छ। अनि यहाँ बसको अगाडि चाहिँ सिडी छ। सिडीबाट अनि म ठ्याक्कै आफ्नो क्लासमा जान्छु। आज चाहिँ अहिलेसम्म कोही आएको रहेछ अनि म गएर क्लासको ढोका खोल्छु। अनि कोठाको बत्ती बालेर चाहिँ म आफ्नो ब्याग राख्छु। 5 minutes later. सो गाइस फाइनली हाम्रो आनन्द बेबी आइसकेको छ। ह्यापी बर्थडे बेबी। थ्याङ्क यू। हात आज त्यति चिसो पनि लागेन कि चिसो भएर मलाई नि खै त हेर त भिजिया त टाउको त। सो गाइस अहिले चाहिँ 3जना मात्रै भयौँ हाम्रो क्लासको। आनन्द र म 2जना अनि यो सुशीला 1जना। मेरो यिनले हात छोएर झन् चिसो भइदिएर। अनि एकछिनमा अशोक पनि आइसकेको थिएँ। अहिले चाहिँ हाम्रो प्रमोद पनि आइसकेको छन् अनि हाम्रो बेबी पनि हेर्छन् अनि यिनीहरूले पनि बर्थडे विस गरिसकेको छन्। अनि गाइस आज म के भन्न चाहन्छु भने राम्रोसँग भात दाल खाएर सुत्छ है। अब चाहिँ हाम्रो ट्युसन चालु हुन लागेको छ। 2 hours later. गाइस आनन्द चाहिँ अहिले टोयलेटमा गएको छ। आनन्दको लागि सरप्राइज चाहिँ ठुलै नै छ भनौँ। हामीले आनन्दलाई हालसम्म भनेको थिएन हामीले बर्थडे मनाइदिन्छ भनेर सक पनि लाग्न दिएको थिएन कि मैले तिमीलाई। गाइस अब चाहिँ आनन्दले पार्टी दिने टाइम आउनु लागेको। अब चाहिँ आनन्दले खतरा पार्टी दिन्छन् गाइस हेर्न सक्नुहुन्छ तपाईँहरू अहिले। अहिले चाहिँ प्रमोदले र समीरले आनन्दलाई उता भाइरतिर लगाएर गएको छन् उतातिर सामान ल्याउन जाऊँ भनेर। अनि म चाहिँ यता सामान रेडी गरेर आएको छु। अनि आनन्द पनि यतैतिर आउनु लागेको छन् अहिले चाहिँ। अनि म चाहिँ ठ्याक्क ढोका पछाडि लुकेको छु। बाहिरबाट आउँदैछन् तिनी। यसलाई चाहिँ पूजालाई भूत बनाए जस्तो यसलाई बनाउँछु भनेको अर्को फेरि कराएर तिनलाई भूत बनाउँदा दौडिगे। अहिले स्प्रे गरिसक्यो अब केक कटिङ गर्ने कसको लाइटिङ आएर यति ल है गाइस अब चाहिँ केक कटिङ हुँदैछ। अब तिम्रो कुरा आनन्दसँग मेरो धेरै मजाक चलिरहेको छ त्यही भएर चाहिँ मैले त्यसलाई बेबी भनेको हुन्छु। गाइज यो भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गरिदिनु होला मेरो विनम्रताले अनुरोध। तिनलाई चाहिँ खतरनाक तरिकाको भूत बनाइदिए त यार गाइज मैले। अब चाहिँ आनन्दले मलाई चाहिँ केक खुवाइदिन लागेको छ देख्न सक्नुहुन्छ तपाईँहरूले। अब यार मलाई त के हो बनाइदियो यार मैले आफैले चिन्ता नसक्ने तरिकाको बनाइदियो यार। बर्थडे मेरो के हालत गराइदियो। अनि एकछिनमा केक मजाले खुवाइदिन्छ अनि प्रमोदले खुवाइदिन्छन्। प्रमोदले खुवाइदिएको त सिधै मुखमा हाल्न खोज्छन् तर मुखमा आउँदैन। अनि सबले को थियो तिनीहरूले आफ्नो आफ्नो भाग लगाएर जान्छन्। अहिले चाहिँ गाइज हामीले केक पार्टी हानिरहेको छौँ। हामीसँग छन् प्रमोद समीर अनि विशेष अनि हाम्रो आनन्द र विश्व ब्लगर। आनन्दको अगाडि यस्तरी के देखाएको तिनीले झ्याम्मै खाइदिए यार। कस्तो भुक्कड हुने यार अरूलाई पनि खान दिँदैन यार अरूको भाग पनि छोडेनन्। सायद प्रमोदलाई केक अति नै मिठो लागेको थियो क्या पुरा औला चाटी चाटी खाइरहेको थियो कि। नमस्ते गुरु अर्को सो गाइस के हो मेरो पारा यिनलाई हेरेर कस्तो गरेर मलाई गर्छ।
सो गाइज अल चाहिँ हाम्रो बर्थडे मात्र भनेर पार्टी चाहिँ अझै भएको छैन है विशेष म भिडियो बनाइदिन्छु है त्यो चिसो पानीले ढुलो लाग्ने ल ल ठिकै छ यिनले भिडियो बनाउँछु भने चिसो पानीले धोक कति पानी कति चिसो छ यहाँ के गर्दै के तिमीले के गरे बहिनी मलाई के गर्दै तिमीले सो गाइज अब चाहिँ हामीले बर्थडे मनाएर त भ्याइ पार्टी चाहिँ हाम्रो भएको छैन अब चाहिँ हामी पार्टी हान्नेतिर लाग्छौँ सो गाइज अहिले चाहिँ हामी पार्टी हान्न चाहिँ ओम रेस्टुरेन्टमा आएको छौँ ओम रेस्टुरेन्ट भन्ने तपाईँहरूलाई थाहै छ जिगाउमा कहाँनिर छ भनेर अनि हामी भित्र गएर चाहिँ बस्छौँ टक्क 8-9 मिनट वेट गरेपछि हाम्रो पहिलो डिस चाहिँ अब आउनेवाला छ सो गाइज देख्न सक्नुहुन्छ आन्टीले चाहिँ हाम्रो डिस ल्याइदिइसक्नु भएको छ यो हाम्रो फ्राई राइस मेरो मतलब कि चिकन राइस के अनि मस्तले खान्छु स्वाद त ठिकठाकै थियो तर उहाँ सम्झनामा पाइने जस्तो ठिक त थिएन अनि यहाँ मस्त केटाहरूले खाइरहेको छन् कोही उठी उठी खाइरहेछन् कोही बसी बसी खाइरहेछन् अनि अहिले चाहिँ अर्को हाम्रो डिस आइसकेको छ यो चाहिँ हाम्रो चाउमिन खाँदा फेरि सस भएन भने मेरो मनलाई शान्ति नै हुँदैन के अनि त्यसपछि फेरि सस मागेर म फेरि सस हाल्न लाग्छु अनि त्यसपछि एक बोतल सस गायब अनि हाम्रो फेरि आउँछ हाम्रो चियाको मैले चाहिँ ठ्याक्कै भिडियो बनाएर मेरो चाउमिन चाहिँ अझै बाँकी नै थियो चाउमिन खाँदै चिया खाँदै गरिरहेको छु मैले चाहिँ अनि हामी सबले चेस गर्दै चियाको चुस्की लिन्छौँ अनि सब केटाहरू चिया खाएर बाहिर निक्लिसकेको छ अब एकछिनमा म पनि निक्लिन्छु अनि त्यसपछि अङ्कलसँग हामीले टोटल बिल मागेर अनि रसबारी पनि किनेर हामी लाग्छौँ स्कुलतिर सो गाइज हामीले चाहिँ पार्टी चाहिँ गऱ्यौँ श्री 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 वैष्णवीजी तपाईँलाई के भन्न चाहन्छु भने चाहिँ यिनले अघि एउटा टिकटकमा बर्थडेको टिकटकमा मैले तपाईँलाई मेन्सन गरेको छु यिनले भनेर मैले मेन्सन गरेको मैले गर्नेवाला थिएन सो गाइस अनि आजको मेरो मिनी भन्नाले लङ भ्लग यति नै थियो अनि आज बेबीको बर्थडे पनि छ अब राति कति गर्ने हामीलाई त बोलाउँदैन अनि आजको मेरो भ्लग यति नै थियो बाई मेन्चेस्टर